पंछी बनूं उड़ती फिरूं मस्त गगन। सबैलाई नमस्कार। हाम्रो नयाँ युट्युब च्यानलमा तपाईहरु सम्पूर्ण श्रोता मित्रहरूलाई सरी दर्शक श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आज तपाईहरुलाई आयो होला फेरि यो रामेको भलाइमा को आयो बोल्न भन्ने लाग्यो होला। त्यसो नमान्नुस्, त्यस्तो मान्नु पर्दैन। म रामेको भाइ नै हो र आज चाहिँ हामी तपाईलाई देखाउन चाहन्छौँ आज हामी कहाँ आयौँ होला त्यसो देखाइदिनुहोस् त। यो एरियामा तपाईँ भन्नुहोस् तपाईँ यो कहाँ होला गेस गर्नुहोस् त एकचोटि। गेस गर्नुभयो पक्कै पनि। अहिलेको नेपालको सर्वाधिक रूपमा चर्चा कमाउने सफल पुल हाम्रो यो वालिङ र गल्याङको बिचमा पर्छ। यसलाई भन्छ चिउरीको पुल। यो एकदमै यो क्षेत्रकै यो एरियाकै स्याङ्जा जिल्लाकै मलाई जहाँसम्म लाग्छ यो चाहिँ सबैभन्दा उचाइमा रहेको पुल चाहिँ हाम्रो यो चिउरीको पुल हो। आजसम्म म नजिकै बसे पनि आजसम्म म यहाँ आएको थिएन। यो चाहिँ म बस्दा बस्दै बनेको पुल हो। लगभग करिब यो 2 वर्षमा चाहिँ यो पुल सकिएको थियो। म आउँदा भर्खर सुरु थियो अनि त्यसपछि 2 वर्षभित्र यो पुल सकियो। केही छैन। आज हामी घर जाने क्रममा यहाँ यसो एकचोटि घुमिदिउँ, यसको विशेषता के छ एकचोटि बुझिदिउँ भनेर चाहिँ हामी यहाँ आएका छौँ। हाम्रो क्यामेराम्यान युट्युब च्यानलका ओनर सहित म आएको छु। फेरि पनि तपाईँ सहाय पनि आउनु तपाईँ देखाउन चाहन्छु हामी यहाँबाट कस्तो भ्यू देखिन्छ तपाईँ हेर्न सक्नुहुन्छ। आउनु चाहिँ फोटो खिच्ने जमात पनि चलिरहेको छ। फोटो सोटो चाहिँ नखिच्ने, डाइरेक्ट गएर चाहिँ भिडियोमा गर्ने हो है। ओहो अझै खतरा भन्दैछ कि है। केदारनाथ मन्दिर दान पेटिका। ल अब यहाँ दान हाल्ने हो भने केदारनाथ पुग्छ है। सुझा पेटिका होला सायद यो चाहिँ। के पेटिका हो यो? के लाग्छ तपाईँलाई के होला जस्तो लाग्छ? सुझा पेटिका के हाल्ने अब यसमा? केही छैन, हामी चाहिँ केही नहाल्ने है। ठिकै छ जाउँ है त एकचोटि सर घुमौँ। ल अरू सबै पंछी बनूं उड़ती फिरूं मस्त गगन में। ल हामी सुरुमै आज यहाँ लड्किसकेका छौँ। म चाहिँ अब केही छैन, अब जाउँ पछि हट्दै जाउँ है। जाउँ ए यहाँ त लड्किनु हेर्नु सबै छोड्नु फोन नछोड्नु त्यही हो। माने लुटिसकेपछि फोन नलट्ने भन्ने त हुँदैन। वाओ क्या लड़का है, वेरी हैंडसम बॉय, इससे तो बहुत मजा है। हजुर एहे फोन मेरो नि छ अहिले फोटो भने मुटु कटकै तपाईँ देख्न सक्नुहुन्छ। दर्शकहरू तपाईँ देख्न सक्नुहुन्छ यो चिउरीको पुलमा कति भ्रष्टाचार होला भन्ने कति करोड ओहो जिन्दगीमा फर्स्ट टाइम आयो यति हलको पुल। त्यसैले गाइस हामी त्यो एडभेन्चर उसहरू तपाईँले देखाउँदै गर्छौँ। तपाईँ मात्र हामीसित बस्नुहोस्। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस्। मेरो हाम्रो होइन दाइको मात्रै, मेरो त अलि सानो क्रिएटर हो। म त्यति गाह्रो उस पनि छैन मेरो, मलाई त गर्न पर्दैन। तर म यहाँ चाहिँ आउँछु भने चाहिँ पहिला प्लानिङ गरेको थिएँ। किनभने पहिलाचोटि पोखरा आउँदा चाहिँ त्यस्तै हतार भयो। दोस्रोटी पनि अब उता टाढा पुग्नेको कारणले गर्दै आउनु चाहिँ सकिरहेको थिएन। नाटकै हो। तर मलाई हिजो कटे जस्तो लाग्थ्यो। खास मैले हिजो तिमीलाई भनेको चाहिँ यहीँ थियो सुटो अगाडि मिलेर बसेँ। कस्तो बन्दैछ त? ओहो त्यहाँभित्र डुब्यो भने मान्छे निस्किन्न कर। ल हेर्नु यति सानो गण्डकीलाई, यति सानो यो गण्डकी काली गण्डकीलाई अब यति अब म फेरि हेर्नुहोस् गाई धारिङतिर बस्न थालेको। अब त्यो तिर्सिलतिर पऱ्यो। अब तिर्सिलदेखि बागमती बिर्सिने मैले फेर्थ्यो। जे हामी त्यो पनि नदी नै हो। तर यो चाहिँ काली गण्डकी हो। यो ओरिजिनल नदी हो क्या, ती सबै डुप्लिकेट हुन् है होइन त होला हुनसक्छ, मलाई पनि थाहा भएन सक्यो। ल हेर्नुहोस् गाइस तपाईँ देख्न सक्नुहुन्छ। तपाईँ कस्तो देखिरहनु भएको छ तल? हामी यहाँ केही मान्छेलाई सोध्छौँ कस्तो लागिरहेको भनेर होइन। अनि हाम्रो युट्युब च्यानलको नाम सर कहाँदेखि आउनुभयो हजुर? हामी स्याङ्जा कहाँ? बगाल्चोकबाट भन्नु होइन। यो पुलमा यतिबाट घर जानुपर्छ कि हजुर कसो? होइन म त यता अगाडि जानुपर्छ। ए अहिले चाहिँ यहाँ घुम्न आएको? त्यस्तो त खासै थाहा भएन सर, हामी नयाँ हो। हजुर ए हस् धन्यवाद है त हजुरलाई। हामीले अब बिस्ता केही छैन त्यसरी नै हामी जानकारी गराउँछौँ है। तपाईँ चिन्ता नलिनुहोस्।
केही छैन। तर सर्वप्रथम यतापट्टि हेर्नुहोस् है यो एरियालाई, यो एरियामा ल यो हो स्याङ्जाको ठाउँ। स्याङ्जा यो स्याङ्जाको सुन्दर दृश्य, त्यही भएर म स्याङ्जाल हिँड्नुमा गर्व गर्छु होइन। तर आगामी दिनमा यो क्यामेराम्यान चाहिँ पाल्पाली हो र यो युट्युब पनि पाल्पाकैबाट रिलिज के अरे यो भिडियो पनि हुन्छ पाल्पालीकै हातबाट के हुन्छ त रिलिज हुन्छ है। झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती? जिस दिन से मिली उसने तो झूठ पे झूठ। के लागिरहेको भने यहाँ मान्छे जाँचो एकदम मिसो दिने कि तर भन्नु चाहिँ के भने कस्तो डर लागिरहेको छ है तपाईँलाई यो पुलमा चाहिँ कहिलेचोटि आउनु भएको भने एउटालाई चाहिँ एकदम प्रयाङ गरिदिउँ है एउटालाई प्रयाङ गर्ने फेरि यो रिक्स पनि छ है रिक्स हुन्छ त्यो दुईजना केटा राख्नु है भन्नुहोस् जाउँ हामी त जाउँ अहिले यिनीहरू अहिले पछि आयो भने सोधौँ ल के छैन यिनीहरूलाई चाहिँ अलिक के सोध्ने भने दिमागमा चलाइरहेको थियो त्यहाँबाट यता आउँदा पनि एकछिन प्रयाङ त गर्नु पऱ्यो होइन गरौँ मान्छे भन्छ नि किन हालिदिनुहोस् कि सबै दामी आउँछ यो सिन त्यस्तो टाइपले हाल्दैन एउटा अहिलेसम्मको नगरेको एक्सपिरियन्स गर्दैछु जिन्दगीमा फर्स्ट टाइम है कोही मान्छेसँग इन्टरभ्यू लिँदैछु है अब उसको रियाक्सन कस्तो हुन्छ के भन्छ है सुनौँ है त ढिकढिक त भइरह गर्लफ्रेन्ड लिएर आयो होला है आउनु सोध्नु भाइ के भन्छ सुनौँ के पक्कै नि माइक देखिसकेपछि त पक्कै पनि केही न केही त अब रियाक्सन दिन्छ होला अब फोटो खिचेछन् है अन्त फर्स्ट टाइम सोध्नु जाँदैछु के हुन्छ कसो हुन्छ होइन तर यो पुल चिप्लेर आयो है त्यो मान्छे त्यहाँ गयो भने चाहिँ नसोध्नु तिमी बसिरह्यो भने चाहिँ म सोध्नेवालामा छु है तर जे भन्छ नि के गर्ने अब आज कार्यक्रम आजको भ्लगको जिम्मा लिइसकेपछि पुरा त गर्नु परिहाल्यो होइन हो आउनु हामी यहाँ दुई चारजनालाई सोध्छौँ सुरु है सुरु गाइस हामी दुई चारजनालाई सोध्छौँ है यो पुलको बारेमा के छ कसो छ सुरु चाहिँ उहाँदेखि नै गर्छौँ है त हजुर सर नमस्कार नमस्कार हजुरको शुभ नाम मेरो सुमन ठकुरी हजुर घर सेराघर पाल्पा पाल्पा हो पाल्पा कुन ठाउँ पाल्पा तामा ए अहिले हालैमै घुम्न भनेर आउनु भएको कि कसो घुम्न यहाँ आउँदा बाटोमा पर्नु भएको होइन घुम्न यहीँ चाहिँ घुम्न यहीँ भन्नु घुम्न आउनु भएको होइन होला यसो केही विशेषता थाहा छ त हजुरलाई यो पुलको थाहा छैन हौ मलाई त्यस्तो विशेषता हजुरलाई पनि थाहा छैन है हामी एउटै परिरहेछ है त हस् के बोले भाइ परिरहेछ है त हस् धन्यवाद है त हजुरलाई अनि तपाईँलाई अब यो विशेषता खासै मैले थाहा पाएको चाहिँ भेटिरहेन अहिलेसम्म मान्छे घुम्न आएको देखिरहेको छु तर अहिलेसम्म यस्तो विशेषता पुरै थाहा नभएको भनेको घुम्न आउने है तर त्यति विशेष त थाहा नभएको घुम्नु त के कारणले घुम्छ अब आगामी दिनमा नि पुनः आज एउटा गरियो त्यस्तो सोध्न अर्कै सोध्नु मन लाग्छ तर सोधिनँ त्यसरी त्यति साह्रो पनि बन्नु भएन बिचरा पाल्पादेखि घुम्न आएर छन् है अनि पाल्पाबाट त बहुत टाढा पर्छ नि त पाल्पादेखि घुम्न आएर छन् खै नाम पनि के हो नि गीत के बोले भाइ के बोले यतै बस्नुहुन्छ कि कता कता बस्नुहुन्छ हजुर बुटोलै बस्नुहुन्छ अनि यहाँ चाहिँ को आउनु भयो यहाँ बुढा छोरा माथि हुनुहुन्छ बुवा यही चुरी घुम्न भन्दा आउनु भएको हजुर ए अनि तपाईँलाई के थाहा थियो चुरी गएर अब उहाँ हामी कहाँ रे उहाँ पोखरा पुग्ने अहिले पोखरा पुग्ने हो ए ठिकै छ अनि पछि यहाँ चाहिँ पहिलेदेखि सुन्नु भएको कि अहिले यसो कति राम्रो रहेछ भनेर बस्नु भएको बल्ल देखेको अहिले देखेर नै बस्नु भएको हजुर हजुर ए यसको नाम थाहा पाउनु भयो त के है नै थाहा थिएन थाहा थिएन थाहा भयो भर्खर हुन्छ ल धन्यवाद है त धन्यवाद थ्याङ्क यू आजको यस च्यानलमा रहेर अन्तिमसम्म रहेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको भ्लग चाहिँ यहीँ इन्ड गर्छौँ फेरि आगामी भ्लगमा